मिनी ब्लग। आज हामी आज छु हाम्रो थाहा छैन गुराँस खाने ठाउँ भने जाँदैछ। गुराँस टिप्न गइरहेको कहाँ जान लाग्छ तर प्लान बिना फर्स्ट टाइम गइरहेको छु कसरी स्कुटीमा एक्लै कोही छैन हाम्रो नो बडी। ओए साथीहरू आउने हामीसँग आऊ 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 हो अब हामी फाइनली गोदावरी पुगे। जाँदैछु लेट्स गो। अझै कोही छैन गाई चाहिँ बाहिर छन् रहेछन् मान्छे शनिबार मान्छे अलिअलि छन्। अब पछि होला धेरै मान्छेहरू आइरहेको। को चाहिँ फर्स्ट र ट्रायल है पाहाडमा कस्तो चलाउनुहुन्छ। कोही हुँदैन। जति जति माथि माथि आउँछ त्यति नै यस्तो लागिरहेको छ लाइक हेभेनमा गइरहेको फाइनली। धेरै गर्मी छ नि डाँडाहाटीले हामीलाई बोलाएर हजुर आँप लगाएर आयो भने चिसो भइहाल्थ्यो भाइ झन्डै फुल लगाएर। यहाँ रोडहरू पनि राम्रै बनाइरहेछ आजभोलि राम्रो बनाइराख्ने। अझ आदि त बनिरह बन्दैछ नेताहरू पनि आउँदैछ। नयाँ नयाँ नेताले नयाँ नयाँ राम्रो बनाउनु पऱ्यो। अब हाम्रो यस्तो पाहाडतिर पनि यस्तो घुम्ने ठाउँ बनाइदिनु पऱ्यो गाई बस्ने मान्छे झन् रमाइलो लाग्छ कि वा दामी हुन्छ। उनको चाहिँ फर्स्ट हो कि फर्स्ट एक्सपिरियन्स नै भनौँ होइन। फर्स्टचोटि पाहाडमा चलाउँदै हुन्छ तर फुपूलाई त्यस्तो केही गाह्रो पनि लागिरहेन। यस्तो भइरह पुरानो माटो फुलहरू होइन। त्यो मान्छेले यस्तो गर्यो थम यस्तो गर्यो कि हामीलाई देखेर कि यस्तो थम रे बुढ्रे कि मेरो भिडियो बनाएर सोचेर होला। हामी पनि पाहाडकै मान्छे हो गाइज होइन। तर के गर्ने पढाइ सढाइ यतै छ त्यही भएर यतै बस्छु। नगएको लगभग धेरै वर्ष भइसक्यो। अब अर्को पाल जस्तै पनि जानै पर्छ पाहाड। जाने भएको यस्तो केही भइहाल्छ हाम्रो यहाँ कोही बित्छ या केही हुन्छ। अब फ्यामिली यतै छ नि त हाम्रो। उहाँ गएर पनि कहाँ त्यहाँ हाम्रो डाँडा आनन्द लाग्ने कि पाहाड कस्तो पिसफुल लाग्छ कि गाइज। अब हामी पुग्न धेरै हामी बुढतोला जाँदैछौँ। त्यहाँ पिकनिक ठाउँमा जानु पर्ला होइन। त्यही वरपर त होला लालीगुराँस यहाँबाट जान्छ हो। अघि राम्रो भने थियो अहिले हेर्नु न यस्तो छ यस्तो पाजी भइरहेको। अब यस्तो गाह्रो बाफ्रे ए उचट्टे म त
हामीलाई प्राङ्क गरेछ अगाडि अगाडि राम्रो राम्रो बाटो यहाँ पछि त्यस्तो त्यस्तो बाटो रहेछ पुरा हालत म त पुरा जम्प गरिरहेको छु दुब्ली भएर उस्तो बाटो गाडी आउनु थियो भाइ न रोक्नु त्यो गाडी जस्तो छ बाटो बाप्रे डिफिकल्ट हिँड्नै गाह्रो भइरहेको छ यस्तो बाटो कस्तो खतरनाक बाटो छ फुपू अगाडि गइहाल्नु भयो म चाहिँ यहाँ पछाडि यस्तो बाटोमा कस्तो चलाउनु दुईजना अप्ठ्यारै भइरहेको थियो कि त्यही भएर एक्सपिरियन्स नै छैन नि त फर्स्टचोटि सिक्नु भएको अनि सिधै यहाँ ल्याइदिनु भएको तराईमा त चलाउनु भएको बट पाहाडमा चाहिँ फर्स्ट टाइम गाडी यस्तो वाट एक्सपिरियन्स है फुपू खतरनाक सक्नुभयो अनि कस्तो कि त्यहाँनिर के नबना रहेछ त्यस्तै हो अब खै बुढतोला पुगे गाइज हामी चिडरमा चाहिँ आएछु टिचर लाएर भाँसीको भिड कतिखेर हुन्छ अब किन त यत्रो जङ्गलमा अहिले हामीलाई फ्रीमा लालीगुराँस दिएको गाइस कस्तो राम्रो भाइ हेर त्यता हेर भाइ अब थ्याङ्क यू कति टाइम लाग्छ हामीलाई यो लालीगुराँस फुल्ने ठाउँमा जानु फुल्ने ठाउँ छ यता कतै यतातिर छैन कता हो त उतै हो कति टाइम लाग्छ मतलब आधी घन्टा 1 घन्टा 1 घन्टा जति लाग्ला खान्डा र खाना कहाँ चाहिँ त वनतिर हुन्छ वनतिर हजुर नै किन्दैन यतैबाट किन्छु भाइ तिमीले हामीलाई फ्रीमा देखाउ त ओके ल हुन्छ बाई आउनु होला ल ल यहाँ पिकनिक स्पोट यहाँ रहेछ नि अहिले गाइज हामी पुगे यहाँ पार्किङ गरेँ अब यस्तो फोटोसुटो हाल्नु एउटा लालीगुराँस पायौँ यहाँ जङ्गल वरिपरि अब लालीगुराँस छैन अरे गाइज अब हामी यहाँ फोटोसुट गरेर गाइज पोज रे यहाँ गुराँस कहाँ खल्टीमा हालेर जानुभयो बुबुले खल्टीमा हेर गाइज कहीँ पाउनु पर्ने पो कहाँको पोज रे कहाँको पोज 30 वर्ष अगाडिको पोज हो ओल्ड इज गोल्ड के भनौँ गाइज के भन्ने बुबुलाई यहाँ खल्टीमा रे अब यस्तै पोज बनाइदिने रे फोटो खिचिदिएँ रे फोटो नि खिचिदिएँ मैले हामी अहिले भर्खर फोटोसुट गरिरहेको थिएँ एउटाले के भनेको लालीगुराँस बेच्नु हुने हो रे ओ माई गॉड हामी के साँच्चीको लालीगुराँस किनलाई भने हो कि कहाँबाट आउनु भएको भन्छ अब गाइज हामी फर्किरहेको फोटोसोटो खिचेँ एउटा ठाउँ छ राम्रो अलि खानेकुरा नि ल्याएको थियो नि त हामीले केही खानु पर्यो भोक लाग्यो त्यही भएर गाइज अब हामी पारीको डाँडामा गइरहेको छु रोड यस्तो छ भए पो आधी बाटो रोक्नु कि त गाइज हामी यहाँ के अब यो माथि डाँडामा जाने भनेको त्यहाँ जाने केही सामानहरू ल्याएको खानालाई जाने अब गाइज हामी यति तलबाट यति माथि आइसक्यो अब जानु लगाएको हिँड्न नआइसक्यो हो यस्तो उकालोमा रहर मान्छौँ हामी
यहाँ कस्तो राम्रो ठाउँ हेर्नु न, पुरा माथि टपमा आएँ हामी होइन। तर यस्तो राम्रो यहाँबाट यस्तो त पछाडि तलको भ्यू पनि देखिन्छ। हामी उता रोडमा थिएँ, रोडबाट यता माथि आइसकेँ। यस्तो राम्रो ठाउँ कि मान्छे सायद त्यहाँ पिकनिक खान आउँछ होला। स्ट्याक गाइज मैले के भेट्टाएँ, देखो गाइज देखो, वाट इज दिस। कति धेरै छ यस्ता, यस्तै लालीगुराँस हुनु नि। गाइज यो चाहिँ हामी लालीगुराँस चाउचाउमा यस्तै गर्ने। खै फु देखाउनु त कसरी गर्ने रे। यस्तरी यो फ्याल्ने, यो पुरै फ्याल्ने, यो सफा गर्ने, अनि यो टाउको यस्तरी फ्याल्दिने। टाउको किन फाल्ने? त्यो खासै टेस्ट आउँदैन कि त्यसको। ए त्यही भएर देखो गाइज यस्तो टाउको फ्याल्ने। टाउको खास टेस्ट आउँदैन, यसको सबभन्दा टेस्ट यसमा हुन्छ। लेकै ताजा टिप्दाखेरि यहाँबाट मह आउँछ, मह गुलियो मह होइन। गाइज यस्तो मिठो, यस्तो टेस्टी। यस्तो खाइदिँदाखेरि यस्तो मिठो। गुराँसमा चाउचाउमा यसरी खाए चाहिँ एकदम डेलिसियस देखिन्छ गाइज। तपाईँहरू पनि ट्राई गर्नु होला। वाउ हामी अब यसरी फर्किरहेको, मजा आयो धेरै। यस्तो दामी कि पुरा पिस के, फ्यामिली ग्यादरिङको लागि त एकदम बेस्ट। अब हामीले सोचेको छौँ कि दसैँमा नै अब कुनै न्युयरमा कहिले हुन्छ, कहिले मिल्छ मेसो गर्छौँ हामी अलिक के हो कि तपाईँ। गाइज राम्रो सिन आउँछ भनेर हामी यहाँनिर रोक्यौँ। भिडियो राम्रो आउँछ नि त। आयो गाइज जङ्गल छ पुरा सिन देखिला भनेको जङ्गलको सिन देखिरहेको। गाइज हामी लास्टै थाके, चलाउँदा यहाँ हात दुखिसक्यो मेरो। उस्तै खुट्टा बस्नेमा जस्तो चलाउने मान्छेले के होला कि। हामी सोचिरहेको छु कि लिएर पहाड जाम्न सोचे, तर नो इम्पोसिबल, सकिन्न गाइज। कतै बस्ने किसिमले गएपछि मात्रै हो। थकाइ मारी आए गाइज म पढेको 98 यहाँ पढेँ म दुर्गा लक्ष्मीमा। कति चेन्ज भइसक्यो। फाइनली हामी अत्तरिया पुग्यौँ। गाइज हामीलाई भोक लाएर फेरि नास्ता खान बसेँ। गाइज हाम्रो नास्ता नि आयो, खाइरह। फाइनली गएपछि म चाहिँ घर पुगेँ। फाइनली गाइज घर नि पुग्यो। थ्याङ्क यू फर वाचिङ दिस मिनी भ्लग। आई होप यु लाइक इट। इफ यु लाइक इट डु सब्सक्राइब, लाइक, कमेन्ट। ओके, अरू के भन्नु थाहा छैन। बाई बाई गाइज।